म कहिलेकाहीँ सोच्छु आज नै बिहे गरिदिउँ जस्तो लाग्छ होइन हो भने साँच्चै यो मेरो रियल कुरा नै हो एकछिनपछि लाग्छ खासै गतिलो मान्छे चाहिँ कोही छैन जस्तो लाग्छ फेरि आफ्नो साथीभाइहरूलाई पनि देख्छु नि त मेगुरी मात्रै होइन अरू पनि छ अनि त्यो देख्दाखेरि चाहिँ खासै बिहे गर्नु गतिलो पनि होइन जस्तो लाग्छ अनि आफ्नो पर्सनल इनबक्समा मेसेज आउँछ होइन त्यति बेला चाहिँ यस्तो रिस उठ्छ यो मान्छेले चाहिँ म अहिले मार्दिउँ जस्तो लाग्छ अनि अरूले भन्दाखेरि चाहिँ किन भन्छन् जस्तो लाग्छ कि अनि जब आफै नै भन्न थालियो नि त्यसपछि चाहिँ खासै ठुलो कुरा होइन जस्तो लाग्न थाल्छ कि अहिले चाहिँ होइन यो चाहिँ सिम्पल कुरा नै हो जस्तो लाग्छ त्यही भएर जे आउँछ मजाले पचाउँछ टाइप कन्ट्रोभर्सी क्विन भन्दा फरक नपर्ला होइन दर्शकहरूको नजरमा खै मलाई थाहा छैन जेसुकै भन्नु दर्शकहरूले अब अहिले पचाउन सकिन्छ है जे भन्दा पनि पचाउनै पऱ्यो नि त किनकि अब यही फिल्डमा काम गरिरहेको छु फेरि अब उनीहरूलाई उहाँहरूले राम्रो कुरामा मन पराइदिनुहुन्छ नराम्रो कुरामा हेट पनि गर्नुहुन्छ अब उहाँलाई गाली गरेर के उहाँलाई गाली गर्न त सकिँदैन नि त सबैले एकजनालाई त जो पर्सनल आएर भन्दाखेरि चाहिँ दुःख लाग्छ है फेरि अब त्यो कमेन्ट गर्ने मान्छेलाई कतिलाई म्यासेज गर्नु तपाईँको त्यति बेलाको भिडियोहरू अब अहिले पनि कता के अब इन्टरभ्यू गर्दै जाँदाखेरि केही बोलिन्छ सानो क्लिप मात्रै 10 सेकेन्डको 5 सेकेन्डको क्लिप हालिदिएर चाहिँ त्यही चिजलाई अर्थको अनर्थ लगाइराखेको पनि धेरै देखिरहेका हुन्छौँ हामी एकदमै धेरै चित्त दुखाइ चाहिँ कुन चाहिँ कन्ट्रोभर्सीसँग छ तपाईँको आफूले गल्ती गरे पनि मैले गरेको होइन जस्तो लाग्छ किनकि अरूले भन्दाखेरि चाहिँ मैले राम्रै गरेको जस्तो लाग्छ तर त्यो कहिलेकाहीँ नभएको कुरा आउँदाखेरि चाहिँ चित्त दुख्छ अनि आफ्नो पर्सनल इनबक्समा मेसेज आउँछ होइन त्यति बेला चाहिँ यस्तो रिस उठ्छ यो मान्छेले चाहिँ म अहिले मार्दिउँ जस्तो लाग्छ अनि अरूले भन्दाखेरि चाहिँ किन भन्छन् जस्तो लाग्छ कि अनि जब आफै नै भन्न थालियो नि त्यसपछि चाहिँ खासै ठुलो कुरा होइन जस्तो लाग्न थाल्छ कि अहिले चाहिँ होइन यो चाहिँ सिम्पल कुरा नै हो जस्तो लाग्छ त्यही भएर जे आउँछ मजाले पचाउँछ टाइप कन्ट्रोभर्सी क्विन भन्दा फरक नपर्ला होइन दर्शकहरूको नजरमा खै मलाई थाहा छैन जेसुकै भन्नु दर्शकहरूले अब अहिले पचाउन सकिन्छ है जे भन्दा पनि पचाउनै पऱ्यो नि त किनकि अब यही फिल्डमा काम गरिरहेको छु फेरि अब उनीहरूले राम्रो कुरामा मन पराइदिनुहुन्छ नराम्रो कुरामा हेट पनि गर्नुहुन्छ अब उहाँलाई गाली गरेर के उहाँलाई गाली गर्न त सकिँदैन नि त सबैले एकजनालाई त जो पर्सनल आएर भन्दाखेरि चाहिँ दुःख लाग्छ है फेरि अब त्यो कमेन्ट गर्ने मान्छेलाई कतिलाई म्यासेज गर्नु आफूले गल्ती गरे पनि मैले गरेको होइन जस्तो लाग्छ किनकि अरूले भन्दाखेरि चाहिँ मैले राम्रै गरेको जस्तो लाग्छ तर त्यो कहिलेकाहीँ नभएको कुरा आउँदाखेरि चाहिँ चित्त दुख्छ तपाईँको त्यति बेलाको भिडियोहरू अब अहिले पनि कता के अब इन्टरभ्यू गर्दै जाँदाखेरि केही बोलिन्छ सानो क्लिप मात्रै 10 सेकेन्डको 5 सेकेन्डको क्लिप हालिदिएर चाहिँ त्यही चिजलाई अर्थको अनर्थ लगाइराखेको पनि धेरै देखिरहेका हुन्छौँ हामी एकदमै धेरै चित्त दुखाइ चाहिँ कुन चाहिँ कन्ट्रोभर्सीसँग छ तपाईँको पछिल्लो समय म्युजिक भिडियो त मजाले आइरहेको छ होइन अब तपाईँको कमेडीतिर पनि असाध्यै राम्रो छ कमेन्टहरू असाध्यै मिठो छन् अहिले पछिल्लो समय अब जति पनि गेस्टहरू बोलाउनुहुन्छ रोस्ट त गर्नै पर्यो कतिको डर लाग्छ रोस्टदेखि चाहिँ अहिले पछिल्लो समय सुरुमा चाहिँ के अरे त्यो डाइरेक्टली सुन्दाखेरि चाहिँ अरूको बारेमा भन्दाखेरि चाहिँ बिचारा मन दुखाउने होला आफ्नो पनि मन दुख्ने होला अनि किन चाहिँ यस्तो भन्छन् भन्ने अरूले भन्दाखेरि चाहिँ किन भन्छन् जस्तो लाग्छ कि अनि जब आफै नै भन्न थालियो नि त्यसपछि चाहिँ खासै ठुलो कुरा होइन जस्तो लाग्न थाल्छ कि अहिले चाहिँ होइन यो चाहिँ सिम्पल कुरा नै हो जस्तो लाग्छ त्यही भएर जे आउँछ मजाले पचाउँछ टाइपको भइसक्यो अहिले चाहिँ कतिको डर लाग्छ अरूलाई अब अहिले रोस्ट गर्दै गर्दा अब पछिल्लो समय मुद्दाको पनि कुराहरू एकदमै धेरै उठिरहेका छन् त्यो भएको भएर कतिको सेन्सिटिभ भएर गर्नुपर्छ भन्ने चाहिँ आउँछ कि आउँदैन अब अहिले चाहिँ ठ्याक्कै उहाँहरूको क्यारेक्टरको बारेमा जज गर्दै गर्दा के भन्ने होला भनेर भन्दै गर्दाखेरि चाहिँ कतिको त्यो कुराहरूलाई चाहिँ सोच्न बाध्य हुनुभएको छ अहिले पछिल्लो समय यस्तो हो अब हामीहरूले चाहिँ कमेडी दरबारमा जति पनि रोस्टहरू हुन्छ गेस्टलाई अब उहाँको बारेमा थाहा पाएरै गरेको हुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनकि अब कसैको बारेमा थाहा नभइकन त उनीहरूले गर्दैन अनि त्यो भएकै कुराहरू गरिरहनुहुन्छ अब कतिपय कुराहरू सेन्सिटिभ पनि हुन्छ गर्नु पनि हुँदैन अब कसैको चित्त दुखाएर कमेडी गर्नु भनेको चाहिँ नराम्रो कुरा नै हो अब उहाँको चित्त दुखेको छ भनेपछि अभियसली अब मेरो कुनै कुरामा मेरो चित्त दुख्छ भनेपछि म पनि त मिडियालाई भनिरहेको हुन्छ यो कुरा नगर्नु यो कुरा नहाल्नु भनेर भन्छु अब ठिकै हो कसैलाई कुनै कुरा सबै कुरा मनपर्छ भन्ने पनि छैन नि अब नेपालमा कति धेरै मुभीहरू रिलिज हुन्छ सबै मुभी मनपर्छ भन्ने पनि हुँदैन कति धेरै म्युजिक भिडियो रिलिज हुन्छ सबै म्युजिक भिडियो हिट हुन्छ भन्ने पनि हुँदैन सो त्यही भएर म त्यही हिसाबले नै लिइरहेको हुन्छु कुनै बेला कन्ट्रोभर्सीमा परिन्छ कि भन्ने कुराको डर चाहिँ कतिको छ तपाईँलाई त्यो डर हुँदै पनि परिरहेको हुन्छु म चाहिँ जति इन्डस्ट्रीमा आएकोदेखि नै म कन्ट्रोभर्सीमै छु जस्तो लाग्छ मलाई चाहिँ जति बेला पनि मेरो सानो कुराको पनि कन्ट्रोलै भइरहेको हुन्छ अनि कन्ट्रोभर्सी नै आइरहेको हुन्छ कहिले अनुहारदेखि लिएर कहिले बोल्ने शैलीदेखि लिएर कहिले बोयफ्रेन्डको कुरा लिएर कहिले केही लिएर आइरहेको हुन्छ मेरो चाहिँ कुनै बेला त विवाह भइसक्यो अरे भनेर पनि फोटोहरू त्यस्ता फेक फोटोहरू पनि बनेको थियो मेरो धेरै मैले भने नि त जबदेखि म इन्डस्ट्रीमा आएँ होइन म इन्डस्ट्रीमा नआउने बेलासम्म केही पनि थिएन
जब मैले काम गर्न सुरु गरेँ जब त्यति बेलादेखि हुन त यो फिल्ड नै त्यस्तै होला जस्तो पनि लाग्छ किनकि सबै कुराहरू भएको नभएको कुराहरू सबै आइरहेको हुन्छन् होइन त्यही भएर आजभोलि चाहिँ त्यो खासै त्यो ठुलो कुरा हो जस्तो लाग्दैन कि मलाई तपाईँ कन्ट्रोभर्सी क्विन भन्दा फरक नपर्ला होइन दर्शकहरूको नजरमा खै मलाई थाहा छैन जेसुकै भन्नु दर्शकहरूले अब अहिले पचाउन सकिन्छ है जे भन्दा पनि पचाउनै पऱ्यो नि त किनकि अब यही फिल्डमा काम गरिरहेको छु फेरि अब उनीहरूलाई उहाँहरूले राम्रो कुरामा मन पराइदिनुहुन्छ नराम्रो कुरामा हेट पनि गर्नुहुन्छ अब उहाँलाई गाली गरेर के उहाँलाई गाली गर्न त सकिँदैन नि त सबैले एकजनालाई त जो पर्सनल आएर भन्दाखेरि चाहिँ दुःख लाग्छ है फेरि अब त्यो कमेन्ट गर्ने मान्छेलाई कतिलाई म्यासेज गर्नु त्यही भएर म छोडिदिन्छु जुन ठाउँमा जस्तो छ त्यस्तै छोडिदिन्छु म सबैभन्दा बढी चित्त दुखाइको पाटो चाहिँ केमा बनेको थियो अब जस्तो तपाईँको त्यति बेलाको भिडियोहरू अब अहिले पनि कता कता के अब इन्टरभ्यू गर्दै जाँदाखेरि केही बोलिन्छ सानो क्लिप मात्रै 10 सेकेन्डको 5 सेकेन्डको क्लिप हालिदिएर चाहिँ त्यही चिजलाई अर्थको अनर्थ लगाइराखेको पनि धेरै देखिरहेका हुन्छौँ हामी एकदमै धेरै चित्त दुखाइ चाहिँ कुन चाहिँ कन्ट्रोभर्सीसँग छ तपाईँको चित्त दुखाइ त सबै कुरालाई हुन्छ नि त आफ्नो त जहिले पनि राम्रो होस् आहा होस् सबैले राम्रो भनोस् किनकि आफूलाई चाहिँ कहिले पनि नराम्रो लाग्दैन नि त आफूले गल्ती गरे पनि मैले गरेको होइन जस्तो लाग्छ किनकि अरूले भन्दाखेरि चाहिँ मैले राम्रै गरेको जस्तो लाग्छ तर त्यो कहिलेकाहीँ नभएको कुरा आउँदाखेरि चाहिँ चित्त दुख्छ सबभन्दा बढी चाहिँ गाली आउँदा त्यो कन्ट्रोभर्सी फेरि त्यो सबै ठाउँमा आउँदाखेरि केही लाग्दैन कि जब पर्सनल मेसेज आउँछ नि त फ्यामिलीलाई मेसेज आउँछ अनि आफ्नो पर्सनल इनबक्समा मेसेज आउँछ होइन त्यति बेला चाहिँ यस्तो रिस उठ्छ यो मान्छेलाई चाहिँ म अहिले मारिदिउँ जस्तो लाग्छ फेरि होइन किन भनेपछि अब त्यो त्यहाँसम्म नजाऊँ भन्ने पनि हुन्छ अनि छोडिदिउँ म चाहिँ जुन कुरा पनि आयो नि म त्यत्तिकै छोडिदिन्छु कि त्यो यस्तो के बोल्यो भने फेरि त्यो बढ्दै जान्छ नि त अब हामीले त्यो बोल्न छोडिदियो भने चाहिँ त्यो केही समयको लागि मात्र हुन्छ त्यो लाइफ टाइमको लागि होइन लाइफ टाइम चाहिँ हामी जहिले रात दिन दाल भात मात्रै खाँदैनौँ त कहिलेकाहीँ रोटी खान्छौँ कहिले मोमो खान्छौँ कहिले चाउमिन खान्छौँ होइन त्यही भएर अब त्यो एकछिनको लागि त्यो कन्ट्रोभर्सी छ केही छिनपछि अर्को कन्ट्रोभर्सी आइहाल्छ उसले कभर गरिहाल्छ ट्रोल जस्तै त्यहाँनिर कमेडी गरियो तर त्यो असर प्रिजमा र पुलिसलाई पर्यो अब उहाँहरू त छोरी मान्छे उहाँहरूलाई त अलिक गाह्रो भयो यस विषयमा तपाईँ के भन्नु यो विषयमा चाहिँ नबोलौँ होला किनकि केसको विषयहरूमा खासै बोल्नुहुन्न उहाँको सम्झौता के थियो भइसक्यो जे हुनु थियो भइसक्यो अब यो कुरामा चाहिँ मैले बोल्नुहुन्न जस्तो लाग्छ मलाई चाहिँ मैले अघि नै भनिसकेँ नि यदि कसैलाई चित्त दुख्छ भनेपछि उहाँहरूले एक्सन लिन सक्नुहुन्छ नि त हरेक कुरामा उहाँले तपाईँले कुनै कुराहरू मन पर्दैन भनेपछि तपाईँले भन्न सक्नुहुन्छ नि त मलाई यो कुराहरू मन परेन भने त त्यही नै हो मन पर्यो भने मन पर्यो मन परेन भने मन परेन पछिल्लो समय साथीभाइहरू सबैको विवाह हुँदै गर्दाखेरि प्रश्न तपाईँलाई धेरै पटक सोधिसक्नु भएको छ आज तपाईँको यस्तो राम्रो म्युजिक भिडियोको आज लन्च भएको छ दर्शकहरूमा आज आएको छ त्यो भएको भएर फेरि पनि मैले यही प्रश्न दोहोऱ्याइहालेँ विवाह कहिले त अब तपाईँको चाहिँ म कहिलेकाहीँ सोध्छु आज नै बिहे गरिदिउँ जस्तो लाग्छ होइन हो भने साँच्चै यो मेरो रियल कुरा नै हो एकछिन पछि लाग्छ खासै गतिलो मान्छे चाहिँ कोही छैन जस्तो लाग्छ हो फेरि आफ्नो साथीभाइहरूलाई पनि देख्छु नि त म्यागुरी मात्रै होइन अरू पनि छ अनि त्यो देख्दाखेरि चाहिँ खासै बिहे गर्नु गतिलो पनि होइन जस्तो लाग्छ त्यही भएर त्यो दोधारमा छु कि गर्नु पर्यो कि गर्नु परेन कि भन्ने दोधारमा छु अझै हेरौँ त्यो सरप्राइज पनि हुनसक्छ त्यो कुरा उमेर त अब भइसक्यो उमेर भइसक्यो बिहे गर्ने कतिको फोर्स छ घरबाट मेरो घरबाट चाहिँ केही फोर्स छैन मेरो इच्छाको कुरा हो त्यो चाहिँ मलाई जहिले गर्न मन लाग्यो म गर्छु यदि मलाई गर्न मन लागेन भने म लाइफ टाइम पनि गर्दैन भन्ने मेरो इच्छाको कुरा हो लाइफ टाइम त्यो मेरो इच्छाको कुरा हो त्यसमा चाहिँ अब त्यही हो किनकि त्यो कुरामा चाहिँ आफूले आफ्नो तरिकाले गर्न पाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ बिहे नै गर्दिनँ त भनेको छैन होइन बिहे नै गर्दिनँ त भनेको छैन बिहे गर्न पनि सक्छु नगर्न पनि सक्छु त्यो चाहिँ दोधारको कुरा हो जस्तै तपाईँले ब्याक टु ब्याक अब फिल्ममा नि काम गरिरहेको छु भन्नुभएको छ अब स्वस्तिमा खड्का के अधिकारी अब विस्थापित हुनु पनि दिन आएको हो र त्यस्तो कहाँ हुन्छ मान्छेले त तपाईँले मार्केट खानुभयो भने हल्ला छ कहाँ मार्केट खाएको भए त मोटै हाल्थेँ नि म कस्तो कुरा गर्नुहुन्छ ओके अन्तिममा छौँ अन्तिममा के भन्नुहुन्छ दर्शकहरूलाई आज असाध्यै मिठो म्युजिक भिडियो आएको छ हाम्रो एकदमै राम्रो म्युजिक भिडियो सुट भएको थियो काठमाडौँमै सुट भएको थियो शिवपुरी नागार्जुन रिसोर्टमा एकदमै राम्रो सुट भयो अनि सरोजजीको चाहिँ फर्स्ट म्युजिक भिडियो पनि हो उहाँको अनि फर्स्ट म्युजिक भिडियो हुँदाखेरि मान्छे एकदमै नर्भस हुन्छ किनकि मलाई पनि थाहा छ त्यो कुराहरू मैले नै भोगेर आएको हो
मान्छेले फर्स्ट टाइम काम गर्दाखेरि कसरी गर्ने होला के गर्ने होला कहाँ गएर के हुन्छ नि त्यो मिडियामा बोल्न पनि सकिँदैन होइन सो एकदमै राम्रोसँग हाम्रो सुटिङ भएको छ हामीले सबैलाई सपोर्ट गर्नुपर्छ कोही नराम्रो कहिले पनि भन्नुहुन्न लाइफमा जे होस् तपाईँहरूले मन पराइदिनुहुन्छ भन्ने एकदमै आश छ त्यही नै हो थ्याङ्क यू सो मच केही छ तपाईँको पहिलो म्युजिक भिडियो मिस पविसँग कस्तो मिठो सहकारी भएको छ के भन्नुहुन्छ यो जर्नीको लागि एकदम ह्याप्पी छु एक्साइटेड छु अब जस दर्शकहरूले एकदम मन पराइदिनुहुन्छ र आगामी यात्राको लागि चाहिँ एकदम मोटिभेसन दिनुहुन्छ भन्ने चाहिँ अपेक्षा गरेको छु हस् त धेरै धेरै धन्यवाद थ्याङ्क यू त आफैले आफैलाई सम्हाल्न नसकेर पनि त कुनै बेला मन त्यसरी अब भकानो फुटिरहेको हुन्छ कसलाई भन्ने कुरा पनि हुन्छ त्यति बेला चाहिँ अब घर परिवार अनि त्यसपछि गाउँतिरको साथीहरूको चाहिँ कस्तो खालको रेस्पोन्स आउँछ तपाईँलाई म अब गाउँतिरको त्यति धेरै कुराहरू गएर अब सुन्न त हुँदैन भ्याइँदैन होइन अब मेरो पर्सनल म फ्यामिलीको कुरा चाहिँ गरौँ होइन मेरो फ्यामिलीबाट चाहिँ अब जति कुरा आए पनि पहिला चाहिँ उहाँले विश्वास गर्नुहुन्थ्यो जति बेला चाहिँ अब म काम गर्दैन थिएँ इन्डस्ट्रीमा बिचरा यसको यस्तो भयो भन्नुहुन्थ्यो अनि अहिले बुझ्न थालिसकेपछि कति कुराहरू चाहिँ फेक नै हुने रहेछ यो कुराहरू चाहिँ रियल नहुने रहेछ किनकि उहाँलाई थाहा छ नि त मेरो छोरी यस्तो गर्नै सक्दैन भन्ने उहाँलाई थाहा छ त्यही भएर कहिले पनि मेरो मम्मीले मेरो ड्याडीले चाहिँ तैँले यस्तो गरे हो भनेर सोध्नुहुन्न कि उहाँले चाहिँ बुझिहाल्नुहुन्छ कि किनकि यो कुराले उसलाई चित्त पनि दुख्छ फेरि हामीले त्यो भनिराख्यो भने अझै चित्त दुख्छ उसलाई त्यही भएर हामीले भन्नुहुन्न यसलाई बरु चाहिँ उसले आफैले बुझ्छ आफै सम्हाल्छ भन्ने भइसक्यो थियो उहाँहरूलाई चाहिँ तपाईँले नेपालमा आफूलाई सुरक्षित फिल गर्नु भएन बडीगार्ड के हो कुरा खास चाहिँ अब मेरो आफ्नै अब एउटा छुट्टै स्व्याग हो अब एउटा हिन्दी गीतको रिलिजमा अब ठिकै छ नि त बडीगार्ड लिएर जाउँ भन्ने मेरो आफ्नो छुट्टै एउटा धारणा भएको थियो त्यस्तो असुरक्षित त्यस्तो असुरक्षित त खासै त छैन अब त्यही पनि एउटा देखाउनेको लागि भए पनि लिएर हिँडेँ मैले जस्तो अब उहाँको अब तपाईँ अब अहिले उहाँसँगै सहकार्य गर्दाखेरि अब कन्ट्रोभर्सीको कुराहरू आइरहेका छन् होइन हेर्नुहुन्छ उहाँको अहिले पछिल्लो समयको अपडेटहरू कतिको छ तपाईँलाई म चाहिँ उहाँको सर्वप्रथम फ्यान हो होइन म पहिलेदेखि फलोवर हो उहाँको कमेडी दरबार त्यसपछि अनि म्युजिक भिडियोहरूको म चाहिँ एकदम रिसेन्टली हेरिरहेको हुन्छु म धेरै मन परिरहेको हुन्छ उहाँको कामहरू एकदम धेरै राम्रो देखिरहेको हुन्छ त्यही भएर मन परिरहेको हुन्छ के चिज चाहिँ अलिक बढी मनपर्छ उहाँको जस नेचुरल एक्टिङ छ उहाँले अब मलाई लाग्छ अब उहाँको कुनै गडफादर छैन होइन उहाँले चाहिँ जस अब आफ्नो लेभल आफ्नो प्लेटफर्म आफैले क्रिएट गर्नुभएको हो यो एउटा प्रोग्रेसिभ जर्नी उहाँको चाहिँ आफ्नो त्यो एउटा स्ट्रगलले गर्दाखेरि आएको हुनाले जस उहाँलाई चाहिँ उहाँको जर्नी चाहिँ म एउटा सक्सेसफुल भएको देखिरहेको छु